हेलो 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 वेलकम ब्याक टु माई लिटिल अहिले त धेरै ठुलो भइसक्यो भ्लगमा स्वागत छ सबैजनालाई। हाम्रो पार्टनरहरू हाम्रो ग्याङ वा सबै साथीहरू हो भाइहरू हो। हामी हिँड्दा हिँड्दा यो सिटीमा हिँड्दा थाकेर रेस्ट गरेर फेरि फर्किँदैछौँ आफ्नो गन्तव्यतिर है। हेर्नुहोस् है, देख्न सक्नुहुन्छ हाम्रो गाइजहरू एकदमै एक्साइटेड छ किन भनेपछि आज स्वर्गद्वारी हेरियो। तपाईँलाई कस्तो लाग्यो? हुन त तपाईँले पहिलोको भिडियो हेर्नुपर्छ है, त्यसको लागि मैले बबाल सिनहरू त्यसमा कैद गरिसकेका छु मैले है। मैले कैद गरिसकेको छु। सन्नी लियोन भन्दा त दामी दामी भ्युजहरू मैले निकालिसकेको छु, त्यसको लागि टेन्सन लिन पर्दैन। ल कस्तो लाग्यो, कतिको उकालो रहेछ, उकालो मेहनत पछि कति खुसी हुँदा उकालो पछि हिँडाएपछि कस्तो अनुभव भइरहेछ हाम्रो उपेन्द्र सरलाई सोध्न चाहन्छु म। ल भन्नुहोस् त। उहाँको मुस्कान हेरेर थाहा पाउन सकिन्छ। नलजाउनुहोस् तपाईँ, ल भन्नुहोस् कस्तो लाग्यो यति धेरै हामीले हिँडाइ पछि यो जुन यो हामी स्वर्गद्वारी कस्तो लाग्यो हजुरलाई? ल भन्नुहोस्, सानो सानो कुरा राम्रो लाग्यो भनिदिनुहोस्। ल थम्स। ल हाम्रो अनि यहाँ हुनुहुन्छ अर्को गाइज, या लिटिल बिग ह्यान्डसम बोय केशव साई होइन, केशव बुढा मगर। तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँ यहाँ आउनुभयो, भ्युज हेर्नुभयो, तपाईँलाई कस्तो महसुस भइरहेको छ कृपया भनिदिनु होला। आउने क्रममा त्यो बाटोको अवस्था हेरे अनुसार चाहिँ यहाँ आएर धेरै महसुस भयो, आनन्द महसुस भयो। हजुर हजुर होइन, बाटो अप्ठ्यारो भए पनि। अनि तपाईँले अरू साथीभाइलाई के भन्न चाहनुहुन्छ? मनदेखि नै के भन्छ त्यो एकदम खुसी फिल भइरहेको छ। अरू साथीभाइलाई के भन्न चाहनुहुन्छ जो यहाँ घुम्न आउँदै हुनुहुन्छ, यहाँ प्लानिङ गर्दै हुनुहुन्छ, कर्णालीमा रहनुभएका? बसेर पनि एकचोटि यो ठाउँ घुम्नुहुन्न भने तपाईँले कर्णालीवासी भन्न अलि लाज मान्नुपर्ने अवस्था हुन्छ। हेर्नुहोस्, रमणीय ठाउँ हुँदा हुँदै। ल थ्याङ्क यू गाइज। अब यस लगतै हाम्रो अर्को हुनुहुन्छ भरत बुढा मगर आउँदै हुनुहुन्छ। हाम्रो पार्टी त कुनै पार्टीमा पर्व छैन, कलर चाहिँ घन्टीको लाउनु भएको छ है। ल भन्नुहोस् तपाईँलाई कस्तो महसुस भइरहेको छ? यो तपाईँको दुई चारवटा शब्द यहाँ जनतालाई भनिदिनुहोस् त। महसुस भन्दा पनि यहाँ आउँदाखेरि फिल भइरहेको, चिसो फिल भइरहेछ। हजुर। अनि तलबाट सिडी चढेर आउँदाखेरि दुःख फिल भइरहेको थियो। तपाईँलाई यो के लाग्छ, अबको यो सरकार बन्यो भने यस क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषित गर्न पर्ने हो कि नपर्ने हो? तपाईँ के भन्न चाहनुहुन्छ यस सम्बन्धी? एकदम बिल्कुल पर्नुपर्छ। पर्यटकीय क्षेत्र घोषणा गर्नै पर्छ यो ठाउँलाई। अलि यो उचाइमा भएको कारणले अलि चिसो हुन्छ, अलि मजाले तपाईँहरू धेरै कपडा लगाएर आउनु होला। हजुर हजुर यसलाई चाहिँ पर्यटकीय स्थल घोषणा गर्नुपर्छ, अझ व्यवस्थित गर्नुपर्छ। यहाँ अलि व्यवस्थित छैन। ल गाइज, थ्याङ्क यू सरहरूलाई। ल गाइज, म खासै भाषण त हान्न आउँदैन है मलाई, तर चाहिँ म छोटकरी रूपमा सानो एउटा दिन चाहन्छु थोरै शब्दहरू है। यस क्षेत्रमा जो पनि हुनुहुन्छ, यस क्षेत्रमा जो पनि उठ्नुभएको उम्मेदवार हुनुहुन्छ या जितिसक्नु भएको छ या जित्दै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ म एकपल्ट के भन्छु भने यहाँको बाटो एकदमै नाजुक अवस्थामा रहेको छ। कृपया यसलाई तपाईँले पिच बनाउन सक्नु हुँदैन भने ग्राबिल गरेर हामी आउने जस्तो पर्यटकहरूलाई, या पर्यटक त भन्न मिल्दैन है अब त्यस्तै सोचिदिउँ है। अब तपाईँले चाहिँ बाटो अब पिचै नभए पनि पानीको पनि व्यवस्था हुन पर्यो अरे। ल हाम्रो जेएनजीको माग त्यो छ फेरि है। होटल हजुर 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 देख्न सक्नुहुन्छ हामी यो सिडी चाहिँ यो एकदमै व्यवस्थित गर्नुभएको छ है। यसको लागि चाहिँ धेरै धेरै धन्यवाद छ तपाईँलाई। हेर्नुहोस्, देख्नुहुन्छ यसरी यो भएन, यो फुटिसक्यो, यो अर्को बनाउनु पर्छ। आस हेर्नु न, आस थोरै के खुसी मिलेको थियो, अझै धेरै चाहिँ नगर्नु होला। हामी जनताको यही बानी नराम्रो। अब हेर्नुहोस्, हामी यो हिँड्दा यो यस पवित्र स्थलमा आइयो। उकालो देखाउन कति उकालो बनाउनु पर्यो। ल हेर्नुहोस्, देख्न सक्नुहुन्छ है। कम्तीमा हामीलाई त्यही 2-2.5 घन्टा लाग्छ यहाँ आउनको लागि। बाइकमा आधी यात्रा गर्नुपर्ने हुन्छ, आधी चाहिँ हिँडेर आउनुपर्ने हुन्छ। यहाँ चाहिँ एकदमै धेरै जसो आउने भनेको मुलायम जोडीहरू हो है।
अब यहाँ झाडीमा त्यस्तो त गर्दैनन् होला मलाई जहाँसम्म लाग्छ यो झाडीमा है त्यस्तो चाहिँ गर्नु हुँदैन है यो एकदमै यो भगवानको मन्दिर भएको ठाउँ यसरी के हो होइन होइन अहिले बाँदरहरूबाट चाहिँ एकदमै बस्नु होला अहिले चाहिँ चिसोको कारणले गर्दा भित्र लडिरहेका छन् होला सायद देख्नुभयो नेपालीहरूको पारा यो ठिक छैन क्या ल हेर्नुहोस् शौचालयको एउटा व्यवस्था पनि गरिदिनु पर्यो है तपाईँहरूलाई धेरै धेरै धन्यवाद है देख्न सक्नुहुन्छ है यो अलि मैले चाहिँ त्यो अब लाग्छ तपाईँहरूको मायाले मेरो भ्लगलाई माया गरिदिनु भयो भने म एउटा मिनी भ्लग क्यामेरा मैले अवश्य किन्नेछु यस्तै यस्तै मिठा मिठा तिता तिता लुकेर कुना काप्चामा रहेका ठाउँहरूलाई म प्रस्तुत गरेर तपाईँमा सामुन्ने म ल्याउने छु खतरा दिएँ नि त मैले ल देख्न सक्नुहुन्छ गाइजहरू गाइज हेलो गाइज गाइज यो भएन यो के भएन ल के भएन यो खिया लागेर कुहिसक्यो कलर लगाउनु पर्यो यसमा कलर लाउनु पर्यो ओके ओके अनि यो अब यस देशको प्रधानमन्त्री त अब बन्न सकिँदैन होला है नत्र त गरिन्थ्यो होला अनि तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ तपाईको ठाउँमा यतिकै के भन्छ ठाउँहरु या के भन्छ भिडियो ल छोड्दिनु जे होस् होस् हेलो 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 सरहरु यहाँ आउँदै हुनुहुन्छ यो हाम्रो त भाइ हो यो यार गाउँको यार ओहो भाइ कता हो भाइ कहाँ हो तिमी म यही आएको थिएँ आज ए हो र हजुर आरामै हो त आरामै यत्रो यार सास फुलिन्छ यार ओके दाइ यार बाटो यताबाट सुन त यताबाट बाटो जान्छ कि न यो त्यो बाटो थाहा भएन दाइ यहाँबाट पिच रोडबाट नि जान्छ भन्दै थियो के हो ए त्यो थाहा भएन दाइ हो ल ल भाइ ल ल ल ल भाइ ल डहा नगरौँ है गाइजहरू यो चाहिँ फोहोर व्यवस्थापन गर्नुपर्ने हो है यसरी फोहोर चाहिँ नफालिदिनु होला है आज 19-20 गते हो आज 20 गतेका दिन हामी आइरहेका छौँ यस निगाल चुला भ्रमण यात्रा हाम्रो सफल भइसकेको छ अब हामी फर्किँदैछौँ बाइकमा है बाटो चाहिँ एकदमै सरसफाइ चाहिँ यहाँ गरिएको छ है यो राम्रो एउटा पक्ष चाहिँ राम्रो लाग्यो मलाई सिडी कति 200 पुग्यो सिडी हामीले 200 लगभग 200 पुगिसक्यो भनेपछि अब हाम्रो बाँकी छ अब होला कति 50 सिट बाँकी 50 वटा बाँकी होला भनेपछि 250-300 सिडी तपाईँ चढेर यस माथि निगाल चुला हेरेर जान सक्नुहुन्छ है यहाँ हेर्नु ओहो लाली गुराँस पनि यहाँ पाउँछ है गाइजहरू फेरि लाली गुराँसको बुटा हो यो है लाली गुराँसको बुटा हो यो लाली गुराँस सबै देखाउनु खैले हो त यहाँ लाली गुराँसको एकदमै के भन्छ यो लाली गुराँस पाउने एकदमै यो क्षेत्रमा एकदमै लाली गुराँस पाउँछ है यसरी टिपेर राष्ट्रिय हाम्रो फुललाई चाहिँ जथाभावी फोहोर मैला तरिकाले नफालिदिनु होला यदि छ भने मनमा छैन भने के भन्छ भुइँमा नफालिदिनु होला गाइजहरू ओके यति भन्दै है यति भन्दै तपाईँहरूलाई यति रमणीय क्षेत्र देखाउँदै हामी आइसकेका छौँ अब आइसकेका छौँ हाम्रो अब रोडतर्फ आइसकेको छौँ यहाँ एउटा सानो पिकनिक स्पोट रहेको छ है पिकनिक स्पोट रहेको छ देख्न सक्नुहुन्छ यो तपाईहरू गाडीमा आउन सक्नुहुन्छ आएर है रमाइलो इन्जोय गर्न सक्नुहुन्छ यहाँ देख्नुहुन्छ फोहोरहरू यसरी नाइट क्याम्पको लागि पनि व्यवस्था कोठाको व्यवस्था गरिएको छ है देख्न सक्नुहुन्छ यता हेर्नुहोस् यो कोठा तपाईँले यहाँ खाना बनाएर यो यता ढोका चाहिँ यो होला यो ढोका हो है अनि व्यवस्थापन छ तपाईँ आउन सक्नुहुन्छ यदि पक्कै पनि मलाई लाग्छ यो भिडियो हेरेर तपाईँले आउने मन गराइसक्नु भएको छ तर मैले फेरि पनि भन्दैछु है यसरी चाहिँ फुल फालेर भुइँमा चाहिँ हाम्रो राष्ट्रिय फुल लाली गुराँसलाई चाहिँ अपमान नगरौँ हेर्नुहोस् त के हो यस्तो
यस्तो फुल फालेर यसरी नगरौँ है। यति भन्दै अब म बाइक स्टार्ट गर्नतर्फ गइसकेको छु। लेट्स सी नेक्स्ट भिडियो है। थोरै बाद फेरि हामी आउनेछौँ। अहिलेलाई भने टाटा बाई बाई चिकी चिकी भन्दै बाई बाई गाइजहरू है। नेक्स्ट भिडियोमा हामी भेट्छौँ भन्दै अहिलेलाई म यो सानो भन्दै ठुलो भलकलाई अफ गर्दैछु है त। बाई बाई।